हेलो नमस्ते स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। तपाईहरुले पार्ट 1 हेरिहाल्नु भयो होला। अब म चाहिँ फेरि पार्ट 2 को लागि चाहिँ यो पार्क एरियातिर आएको छु हैन। यो चाहिँ मेरो पार्ट 2 हो किनभने भिडियो लामो हुने भएर चाहिँ मैले पार्ट 1 पार्ट 2 गरेर हाल्दिएको थिएँ। पार्ट 1 पनि हेर्दिनु भयो, अब पार्ट 2 पनि हेर्दिनु होला। पार्ट 1 सँगसँगै पार्ट 2 पनि हेर्दिनु होला र हेर्दाखेरि फुल भिडियो हेर्दिनु होला अनि लाइक कमेन्ट सब्स्क्राइब शेयर पनि गरिदिनु होला। म चाहिँ अहिले यो पार्क एरियामा आएको छु हैन। अब चाहिँ म स्टार्ट गर्छु यो पार्क एरिया कस्तो छ भनेर म तपाईहरुलाई देखाउन गइरहेको छु। ओके लेट्स गो। ओके गाइस, म चाहिँ यो पुरै पार्क एरियातिर निस्किँदै छु हैन। मैले चाहिँ यहाँ पर एक ठाउँमा एउटा केटाकेटी खेल्ने हैन एउटा घोडा जस्तै त्यो चाहिँ मैले देखेँ। म चाहिँ त्यो साइडबाट निस्केर चाहिँ म यता यो पार्क एरियातिर पुरै तपाईहरुलाई चाहिँ घुमाउन गइरहेको छु हैन। यो यताबाट चाहिँ म निस्किन्छु अनि त्यताबाट देखाउँदै म तपाईहरुलाई देखाउँदै म यो पार्क एरिया चाहिँ कस्तो छ भनेर चाहिँ म तपाईहरुलाई देखाउँछु। ओके लेट्स गो। ओके गाइस, म चाहिँ यहाँ आइसकेको छु हैन। यो चाहिँ बच्चाहरुको खेल्ने ठाउँ रहेछ। ओके गाइस, म चाहिँ यो पार्क एरियामा आइसकेको छु। अब यहाँबाट चाहिँ म यता छिर्छु हैन। यो बाटोमै यहाँ चाहिँ बच्चाहरुको खेलाउनेहरु रहेछ, खेलाउने साइटहरु, यो खेल्ने घोडा खेल्ने ठाउँहरु चाहिँ। तर अहिले चाहिँ बन्द रहेछ, चलेको चाहिँ रहेनछ। अझ छुट्टीको दिन भएर नि कस्तो नचलेको यार। न मान्छे नभएर, मान्छे त धेरै छ, फेरि मान्छे त धेरै छ। ओके फाइनली गाइस, म चाहिँ पार्कमा आइसकेको छु हैन। यो चाहिँ पुरै पार्क एरिया हो। यो चाहिँ पुरै पार्क एरिया हो हैन। खासै छनु त यहाँ केही छैन, तर जोस पार्क भनेको एउटा हैन आनन्द हुने ठाउँ हो नि त। त्यही भएर चाहिँ यता पनि आएको छु म। अब हेरौँ यताको भ्यू चाहिँ कस्तो रहेछ। ओके गाइस, यहाँ चाहिँ एउटा सानो पोखरी जस्तो रहेछ कि ताल जस्तो। यहाँ पनि बोटहरू रहेछ। यो चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु। यहाँ चाहिँ हाँसहरू पनि रहेछ क्या, हाँसहरू पनि रहेछ। यहाँ चाहिँ हाँसहरू पनि रहेछ। ओ माछाहरू पनि रहेछ यार।
ओके गाइस, अब चाहिँ म अर्कै ठाउँतिर जाँदैछु हैन। यो अर्कै ठाउँतिर चाहिँ अब म जाँदैछु। तपाईहरुलाई चाहिँ म अर्कै ठाउँ लिएर जाँदैछु, जहाँ चाहिँ एउटा ब्रिज जस्तो रहेछ, पुल जस्तो। त्यो ठाउँमा चाहिँ म लिएर जाँदैछु। यहाँबाट परबाट चाहिँ मैले देखेँ हैन त्यो ठाउँ, त्यही भएर म त्यतै निस्किँदैछु अहिले चाहिँ। यो पोखरीको पल्लो साइडमा चाहिँ रहेछ हैन त्यो चाहिँ। ओके, त्यता अब म जाँदैछु। ओके, लेट्स गो। मान्छेहरू चाहिँ हैन एकदमै भिड छ क्या। फ्राइडे भएपछि मान्छेहरू छुट्टी हुन्छ कि, त्यही भएर एकदमै भिड छ मान्छेहरूको चाहिँ। फेरि आफ्नो पनि छुट्टी यति फ्राइडे नै मिल्छ, त्यही भएर। ओके गाइस, म चाहिँ त्यो ब्रिज पुल भएको ठाउँमा चाहिँ आइपुगेँ, जुन यो पोखरीको माथि चाहिँ बनाएको रहेछ। त्यो छेउमा चाहिँ म आइपुगिसकेको छु। अब म त्यता चाहिँ म तपाईहरुलाई देखाउनु गइरहेको छु। यही सानो एउटा पुल रहेछ हैन। यही पुल चाहिँ मैले भनेको, जुन चाहिँ यो माथि यो पोखरीको माथि चाहिँ बनाएको रहेछ हैन। हो यो पुल माथि चाहिँ म अब जाँदैछु। यो पुल माथि चाहिँ ओके गाइस, म चाहिँ अहिले यो पुल माथि छु हैन। ओके गाइस, म चाहिँ एउटा पानीको यो फिस्रा हानेको चाहिँ मैले देखेँ हैन, जुन यो पर यो साइडमा। म चाहिँ यो ठाउँमा चाहिँ अब जाँदैछु। ओके, म चाहिँ अब त्यो पानीको फिस्का हानेको ठाउँमा चाहिँ म जाँदैछु। यहाँ चाहिँ एउटा राम्रो घोडा रहेछ। ओके गाइस, म चाहिँ यो पानीको फिस्का हान्ने ठाउँमा आइपुगेँ हैन। म चाहिँ तपाईहरुलाई देखाउँदैछु यो।
ओके गाइज म चाहिँ जहाँबाट स्टार्ट गरेको त्यहीँ आइपुगेको छु होइन त्यही ठाउँमा चाहिँ म आइपुगेको छु अहिले र मैले भेलाजु पनि देखाएँ र पार्क पनि देखाएँ यसको चाहिँ पार्ट 1 एन्ड पार्ट 2 म दुईटा हालेको छु होइन पार्ट 1 पनि हेरिदिनु होला अनि यो पार्ट 2 पनि र तपाईलाई चाहिँ राति भेलाजु कस्तो देखिन्छ त्यो टावर चाहिँ म अहिले देखाइदिन्छु अनि त्यस साथसाथै म चाहिँ भ्लग बन्द गर्छु है ओके यो चाहिँ रातिको होइन यो चाहिँ रातिको यो टावर चाहिँ टच टावर चाहिँ यस्तो छ है यो चाहिँ रातिको हो ओके गाइज मेरो भ्लग चाहिँ आजको लागि यति नै है भ्लग हेरिदिनु होला र पुरा हेरिदिनु होला भिडियो चाहिँ ल लाइक कमेन्ट सब्सक्राइब सेयर पनि गरिदिनु होला नेक्स्ट भ्लग चाहिँ म चाँडै लिएर आउँछु हैन ओके बाई बाई ओके बाई